हेलो गाइज, अब हामी चाहिँ बोट चढ्न जाँदैछौँ है त। गाडी रिजर्भ गरिसक्यो। 1,50,000को बोट हो गाइज। स्टिमर चढ्न आएको यहाँ। यो चाहिँ पुरा यसको के हो के भन्छ, यो पार्किङ रहेछ क्या, कति धेरै छ ल। अब हामी चाहिँ यो एउटा चढ्ने यार्ड भन्दो रहेछ, यार्ड चढ्दैछौँ। यहाँ कति धेरै रहेछ ल। त्यो ठुलो खालको रहेछ। हामी चाहिँ सानो होला, 6 जनाको एउटा बुकिङ गरेछौँ। कस्तो छ है त, यस्तो छ। साथीहरू उता गइसक्यो हा। बब्बाल रमाइलो भइरहेको है गाइजहरू। सही छ ठाउँ। पसिना चाहिँ 50 बस्यो ल। यी सबै देखिसक्यो। गर्मी चाहिँ लास्टै गर्मी छ है फेरि यतिखेर चाहिँ। ल गाइज, ल है अब हामी यहाँ जाँदैछौँ चढ्न। हजुर ल चढ्नलाई जाँदैछौँ ल। यहाँ चाहिँ कति धेरै यहाँ पार्किङ गरेर राखेको कति धेरै रहेछ ल। ए यस्तो बब्बाले चाहिँ साथीहरू यता छन्। थाम्बे हानेर हालेछ कि यस्तो छ ल। आज चाहिँ नौलो नयाँ अनुभव गर्दैछौँ है यहाँ। यस्तो छ अब कति धेरै छ यो, करान्नै रहेछ यस्तो चाहिँ ल। कति धेरै छ टक्क लाएर ल। ल गाइज है जाँदैछौँ है, जाँदैछौँ ल है। जहाज चढ्न जाँदैछौँ अब। यहाँ चाहिँ यो यार्ड चढिसकिरहेछ। म चाहिँ लास्ट छु। एउटा बोटको चाहिँ 1,50,000 अरे है। 1,50,000 तिरेर अब 1 घन्टाको हो कि आधी घन्टाको है, त्यो चाहिँ थाहा छैन। यस्तो छ ल, कति धेरै छ ल। गर्मी बिदा चाहिँ हामी डेन्जर मनाउँदैछौँ यहाँ, गर्मी बिदा। केटाहरू हाई गऱ्यो त्यतैबाट। यो चाहिँ बबाल रहेछ नि त यो है। लाइफ ज्याकेट पनि चढ्दियो है। आन्साराम खोइ त्यहीँ माथि भेट्दै ल है। ल है गाइज, ल गाइजहरू हेलो गरौँ त ल। हेर ल है, हामी चाहिँ रमाइलो गर्दैछौँ है। हजुर ल ओके ल। यता अगाडि ल हाई गर त साथीहरू ल। ल ओके ल ल ल। माया बुने बेटा हुने दिन पनि राजै हो। माझै पोखरा फ्योटाको लम्माया साँच्चैको नराम्रो ख्यालको। माझै पोखरा लम्माया साँच्चैको नराम्रो ख्यालको। लम्माया साँच्चैको नराम्रो ख्यालको। Este the honey hole. हामी este the honey bro. Chale este the honey hole. हामी este the honey bro. हामी este the honey bro. Chale este the honey hole. ठीक ठाक आफ्नो ठाउँमा बस्छु, राम्रो गाउन सक्छु, खासमा este the honey hole. के सोचेको होला हामीलाई, के सोचेको होला अघि बढिसक्यो हेर भोटेको छोरा। हाँस्छु नसाउँछु म नाच्छु नचाउँछु मासु चपाउँछु म दारू झटाउँछु पानी हान्न आइज बरु दारू मगाउँछु।
आउँछु गाजा सल्काउँछु म गाना खन्टाउँछु उदार्छु र गाउँछु आइज मेरो घरमा ताडी हान्न आइज बरु सिमसिमे पानीको बाटो बनाउ छापुँदैछ म नयाँ ऱ्याप सुनाइदिन्छु ल तँलाई पनि नचाइदिन्छु म सिमसिमे पानी त बस्पाल हामी खाँदै बस्ती करोडौँको लोन दिए शाहरुख खानलाई अस्ति गाउँ मेरो रक्त हरचन्द्र निगा हजुरबाउको प्रपर्टी 15 बिघा थाइल्यान्डको माल खान्छु बनारसको पान खान्छु भात खान्छु बेलायतको हक नआउँछु काठमाडौँ मेरो लागि दुबईमा महँगो फ्ल्याट बुकिङ भा तर जाने पाइएन म त्यहाँ पुगिन राजेश हमाल आइरहेको थियो अस्ति मेरो सुटिङमा अफाती चौडा गर्दा यस्तै हरकत मुख चाँडै मुख त्यो खान्न सक्छ साथीले साथी मेरो साथमा हरपक घाट गर्ने हो सबै खुनमा लपक होइन मैले गफ मानेको यो ठाउँमा चल्छ हाम्रो मनमानी होइन अन्डररेटेड हो सब केटाहरू मात्र चालको हामीले खेल्न थाले पनि बाक्छ तेरो नेपालको टिमको नि कोचिङको बाक्छ त्यो होइन मैले मलाई रिस उठिसक्यो ऱ्यापर देखेर चारपात मारधार पनि त्यस्तै भो पछाडि पुरै पश्चिम त्यसैले हामी यस्तै हो झारपात हामी टेक्दिएको साला ढोकको परेछ गोष्ठीमा तैँले हेक्दिएको सम्झाएकै हो भाइलाई तर टाइममा बुद्धि पुगेन बुझी च्याक्नेको अब च्याप्ने हो खुट्टाको तल हामीभन्दा टोपा देशी मेरो लोकल ड्यान्स छ लोकल स्ल्याङमा भोकल छ ड्यान्स लोकल भन्दा भन्दै भइसक्यो ब्रान्डमा चाहिँदैन हात तेरो दोकाने आइपो मेरो गाइने भयो आइजो हामीले डाइरेक्टर लेख्न गाह्रो पऱ्यो हामीले लेख्न थाले लेखिदिन्छौँ संविधान काबुमा छैन मेरो रिस रन्केर पड्किन दे म ज्वालामुखी यो उपत्यका सल्किन दे कोठेर त मुजी गोप्तेलाई सम्झिन दे मैले सम्झिए जासिँदै टोक्टेलाई खन्किन दे शास्त्रमा म परिपक्व मलाई बेकारको अर्थिन दे सन् 1994 मा जन्मेको थिएँ म जन्मेको दिनदेखि पृथ्वी मान्छे औलामा घुमाउँदैछु रोक्दिन बेसी गर्छु वास्तवमा मुख्य मान्छेलाई नै बाल्छैन पेन्सन साइडको चम्चे 2021 सालमा आउँदैछ म र युनिकोडको एउटा भव्य कामै नलाग्ने मुजीहरू माथिको माथिमा पर्खेको Parle camarera na castelhane. Parle camarera na castelhane. Muglin tari tar ragandaki. Ahe churacha. छिट्टै भेट्न माया एउटा कुरा छ माया एउटा कुरा छ रसै खोजेर घुम्छ मौरी साइलेजी रसै खोजेर यो मन घुम्छ साइलेजी तिमीलाई रोजेर यो मन घुम्छ साइलेजी तिमीलाई रोजेर यहाँ डुङ्गा सुङ्गा चढेर नि सकिएर अब यहाँ फर्किएमै यहाँबाट चाहिँ